हेलो ब्लगर दाइ दियो त यार बच्चाहरूले सब्सक्राइबर बढाउनु पर्यो क्या हामी चाहिँ आफ्नै घरको टेम्पोमा आफ्नै घरको ड्राइभर अगाडि हुनुहुन्छ उहाँलाई चाहिँ अगाडि देखाउनु मान्नुहुन्छ किनकि उहाँलाई बुलेट बाइकमा टुटु गरेर हिँड्ने बानी भएकोले गर्दा आज टेम्पोमा झार्यौँ हामीले बगरकोट पेट्रोल पम्प यसलाई पनि पानी खुवाउनु पर्यो कहाँ छ पर छ चोक यहाँबाट 15 किलोमिटर रहेछ ट्याङ्का पहिला नि यस्तै भिड हुन्थ्यो अनि यसरी चाहिँ कतिले हाल्छु दिदी लाइन त लाइन खोला फाइनली हामी आइपुग्यौँ हाम्रो ह्यान्डसम भाइ बुहारी बहिनी ओके मेरो बहिनी बहिनीको दिदी दिदी लाइन चाहिँ हेभी रहेछ लाइन चाहिँ अब आज धेरै भएकोले गर्दाखेरि लाइनमा बस्ने पोसिबल छैन हाम्रो हामी चाहिँ अब भित्र छिर्छौँ भित्र छिरेर डाइरेक्ट मन्दिरमा राउन्डमा हालेर बाहिर निस्किन्छौँ दिस इज शनि मन्दिर श्री महाकाल शनिदेव मन्दिर धरान सुनसरी रक्षा गर्नुहोस् पैसा 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 चढाउनलाई पैसा बाँडफाँड भयो हाम्रो बहिनी पनि हाम्रो मिनी ब्लगर हुनुहुन्छ बेला बेलामा यसो बनाइरहनुहुन्छ मिनी ब्लग मुखबाङ नो लाइन हामी लाइनमा बस्दिन बस्ने हो कि के हो बस्ने हो कस्तो कहिले सकिन्छ लाइन त तिम्रो त्यहाँबाट थपेको गर्छ हौ लाइन त थपेको हुन्छ नि अनि कसरी बढ्छ यहाँ आउँछ भन्ने लाइन बस्ने
हेर्नु त मम्मीहरूले कति छिटो पूजा गरेर जानुभयो। बिहान नै आउनुपर्छ यहाँनिर। बिहान आएन भने लाइन चाहिँ बस्नुपर्ने रहेछ। लेट्स गो। अब लाइन बस्ने हाम्रो कुरा भयो, लाइनमा बसिन्छ। बोनु लाइन बस्नुभयो? बाहिरबाटै? ओके, त्यसो बाहिरबाट गरौँ है। बाहिरबाट दर्शन गरौँ। लाइन बस्ने हाम्रो क्यान्सल भयो। अब हामी चाहिँ बिना लाइन बाहिरबाट दर्शन गरिन्छ। हाम्रो लाइन त फेरि कत्रा छ नि, फेरि जुम गरेर देखाउनु पर्यो। यति परसम्म छ जुम हाम्रो, लगभग परसम्म छ। परैसम्म छ लाइन हाम्रो। ठिक छ, नो लाइन आज। लेट्स गो भित्र अब। ध्यान दिएर पूजा गर्दै हुनुहुन्छ मनोकामनाहरू। श्वास छ, श्वास भन्ने कुरा चाहिँ हुनुपर्छ। स्पिरिचुअल अवेकन लाग्छ। हाम्रो दर्शन सक्यो। आयौँ, बाहिरबाट दर्शन भयो। आज चाहिँ लाइन धेरै लामो भएकोले गर्दा लाइन बस्न पाइनँ माने आज। ठिक छ, अब अर्कोचोटि आउँदाखेरि चाहिँ भित्रै दर्शन गर्ने हिसाबले आउनुपर्छ। अब चाहिँ हामी लागिन्छ। We are going back from here. हाम्रो नेक्स्ट डेस्टिनेसन धराने थुक्पातिर छ। हेरौँ अब त्यहाँ पुगेर के हुन्छ, के खाइन्छ। Let's go. हेलो। ओके, अब हामी लागिन्छौँ। बाटो तताइन्छौँ।
थुक्पा खान लागेको बिहान बिहान थुक्पा खाँदाखेरि कस्तो हुँदो रहेछ हेर्नु कृष्ण खाजा घर मङ्गलबारे चरण 11 थुक्पा के किन्नु भएको हो थुक्पासँग झुङ्ग्री पापड झुङ्ग्री पापडको कम्बिनेसन ओके लेट्स गो मोमो पनि हेर्दै खमखम रहेछ नि त थुक्पा भन्नु छ मलाई म पनि थुक्पा खाने हो म पनि खाइदिन्छु नि के भयो खाइदिउँ मोमो थुक्पा ओके खाइसकौँ अब खाएर बिल्डिङ हुँदैछ थुक्पा वाज रेडी 10 out of 9 दिन्छु 10 out of मोमो चाहिँ ठिकै अलिअलि हाम्रो साउन्ड हुनुहुन्छ हाम्रो साउने लजावती हुनुहुँदो रहेछ एकदमै मलाई क्या हो भन्नुहुन्छ लजाएर त भुतुक्कै हुनुभयो क्यामेरामा उता हेर्दा चटपटे खाने सल्लाह आउँदैछ के भयो चटपटे खाने सल्लाह के भयो पछि त आज खै गइन्छ कि जान्छ कि गइँदैन थाहै छैन थुक्पा खानु छ धडाना आएर भने चाहिँ यो कृष्ण खाजा घर चाहिँ रेकमेन्ड गर्छु मङ्गलबारेको धडान 11 दामी छ मिठो छ 10 out of 9.5 खाने पऱ्यो मोमो दामी छ मोमो दामी थुक्पा दामी ओके लेट्स गो अब सायद घर फर्किन्छौँ होला घर फर्किनेतिर लाग्दैछौँ मलाई अब घर लाग्यो कस्तो भयो त थुक्पा हजुरहरूलाई दामी भयो 10 मा कति 10 मा जे पाइदे 10 मा 10 दे कब हान्छौ अन्त खानेकुरा त वेस्ट गर्नुहुन्न ओके बोल्नु सी यू Let's go. Let's go to home. थुक्पा कस्तो भयो आजको 10 मा 10 एकदम दामी
10 मा 10 कहिले पनि दिनु हुँदैन थाहा छैन जो हो त होला त दिनु परिहाल्छ जबरजस्ती मात्रै पाउँदैन हो किन तपाईँलाई हाम्रो स्कुलमा त 100 मा 100 दिँदैन थियो 1 पोइन्ट काटिदिन्थ्यो किन काट्नु म चाहिँ अब यो झुक्पालाई चाहिँ कति दिन्छु भने 10 मा 8 दिन्छु म चाहिँ 10 मा 9 हो मेरो स्वाद अनुसार चाहिँ मैले स्वाद जुन तरिकाले लिएर खाएँ नि त्यो अनुसार चाहिँ 10 मा 10 अनि हाम्रो भाइले चाहिँ कति दिन्छ कति हौ 10 मा 9 ओके यो अन्त यो भनेको जिन्युन ऊ हो क्या जिन्युन रिभ्यू हो क्या होइन तिमी माइती घर भएकोले गर्दाखेरि तिमीलाई दामी लागेको हो क्या किनभने अब उता काठमाडौँमा त खान्छु भनेर पनि पाउँदैन नि त यहाँको टेस्ट होइन टेस्ट दामी हुन्छ नि त अब आफ्नो माइती घरको टेस्ट मिस हुन्छ होइन त्यही भएको हो क्या 10 मा 10 दिनु पनि नट ब्याड इट्स ओके एग्री गर्छु Finally, what I am. निकाल्नुहोस् झोला सक्यो हाम्रो मम्मीको यात्रा थुक्पा यात्रा अलिअलि सपिङ अलिअलि लुगासुगा सपिङहरू किन्यो अब आराम गरिन्छ बसिन्छ अब till then take care bye bye see ya